हेलो एभ्रिवान, वेलकम टु माई फेसबुक पेज। हेर्नुहोस् न, आज चाहिँ नानीको भान्जीको राइस फिडिङ सेरोमनी। यो चाहिँ एकदम आफै लेखेको हो। अन्त यो चाहिँ एकदम अर्ग्यानिक गर्दैछौँ। यहाँ अब ममलाको पप्पा यहाँ छ हो, यहाँनिर पेलुनहरू यी रेडी गर्दैछ भान्जीले। उसको ठुलो दिदी यहाँ भान्ज छ। यहाँनिर उहाँको चाहिँ राइस फिडिङ सेरोमनी। यो चाहिँ मेरो वाइफ हो। डेकोरेसन हुँदैछ एकदम फटाफट। अब 11 बजीको साइज छ, सकेर चाहिँ फटाफट डेकोरेसन भइरहेछ। दबाएर यता दिदीहरू छ है, सबै पकाउनु कुकिङ यता चाहिँ हाम्रो दिदीहरू छ। नानी सुतिरहेछ यहाँ। तिम्रो के छ भन्नु? तिम्रो के छ? 2 शब्द राखिदिइहाल है। 1 शब्द भनिदिइहाल है नानी। 2 शब्द राखिदिइहाल, छिटो मात्रै हो, अरू केही छ? लु, शब्द राखिदिइहाल। तिम्रो केही छ भन्नु यसमा? लु भन्नु केही छ यहाँ तिम्रो? मलाई भन्न केही छैन। केही छैन। ओके सर, अहिले फिनिसिङ भएर देखाउनेछु पुरा भिडियो। ओके, यस यता चाहिँ फेरि धमाधम छ। हेलो साथीहरू, अब चाहिँ डेकोरेसन फाइनली रेडी भइसक्यो। सिम्पल डेकोरेसन रेडी भइसक्यो। अब चाहिँ यहाँनिर भातको लागि, पूजाको लागि सामान पनि रेडी हुँदैछ। डेकोरेसन रेडी भइसक्यो। एकदम अर्ग्यानिक आफै बनाएको। अब चाहिँ भातको सुरु रेडी भइसक्यो। रेडी छ छोरा। आजदेखि बुनुको भात खुवाई रसम गरियो है। बुनुलाई आजदेखि खान्छ, राम्रोसित खानु ल। के उयो भयो भने माफ गरिदिनु, भुलचुक भयो भने। आज स्टार्ट ल। ल अब तपाईँलाई त फेरि केही त दिनु पर्यो। रातै लाग्यो यसले पुग्नु। एउटा टपरी पाला मिठा चटनी त थियो है खिर। बुनु ल ओ आउला ल ल ल आजदेखि टमाटे 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 टमाटे। ल ल ल मामाले खुवाइदियो। ल
ओइ ओइ काले यता हेर यो यता हेर कल गरिदिउँ भेनालाई ल ल